आज चाहिँ हाम्रो किचनमा के पाक्दैछ के हो यो भाउजूले मिठो दाल बनाउँदै हुनुहुन्छ प्याज भाउजूको हातै मिठो दाल चाहिँ सिटी नगएर खोल्दै हुनुहुन्छ चेक गर्नलाई रे अनि यो चाहिँ हाम्रो मम्मीको र नानीको भात हो यो भयो अनि हाम्रो साधारण किचन हो यो चाहिँ एकदम त्यहाँ चाहिँ के पाक्यो के हो यो मुलाको चिकन मिक्स हान्छ नि आमाले यस्तो बनाउनु भएछ यहाँ के छ अर्को अचार आलुको अचार के को दाल हो यो आलुदम केटागुडी आलु मिक्स खाना सिटी हाल्नु बाँकी छ हाम्रो दाल पनि तयारी भयो अब हामी सुरुमा मम्मी र नानीलाई खाना दिन्छौँ त्यस पछाडि हामी खान्छौँ नुन चाख्नु त संस्कारी बुहारी लागि छ लागेको तर मेथीको त्यो सुप पनि धेरै भएर पनि तितो हुन्छ ठिक छ कहिले काहीँ त्यस्तो पनि खानुपर्छ हाम्रो किचनमा चाहिँ यस्तो पाक्दैछ भने मिठो हुँदैन होला अझै बेसी लाउनुपर्छ नि ए अझै छैन अलिकति लाउनु नुन लागेको लागेन तपाईँ चाख्ने पछि त त्यति लाग्छ हाम्रो नानी खान्छ 3 सिटी यो नानीहरूको चाहिँ पाकेको हो जस्तो लाग्यो मम्मीलाई ग्यास्ट्रिकको दबाई